हेलो गाइज पुनः एकपटक आइसकेको छु म तपाईँहरूको सामु नयाँ भिडियोमा रियाक्सन गर्नको लागि। रियाक्सन मात्रै होइन, आज म तडपिने चिज गरिरहेको छु, तर अहिले खाँदिनँ। अहिले पछि म जब हाँस्छु तैँले खान्छु, तर म पानी पनि छ है फेरि त्यत्तिकै होइन। खोर्सानी अब धेरै त ल्याएन, अब हरियो खोर्सानी पाएन नि त। अब यो सुकेको खोर्सानी अब प्रभात बस्नेतको भिडियोमा रियाक्सन गर्न गइरहेको छु म आज। ल साथीहरू होइन, यो मैं चाहिँ रेप हान्न आएको। अबे तू थोड़ा सा बहन का आ क्या? रेप होइन के ऱ्याप भन्नुस् न। त्यही यो यो मिलेन। सरी म खान्छु अब यो खोर्सानी होइन। टङमा फिल हुँदो रहेछ यार। लेभल चाहिँ बाउ बोल्या ए के भनिस् रे के त भन्दाखेरि आखिरमा हो यो ककेको भाउ मै हो। लु भन तैँले मलाई किन बोलाइस्? यो ऱ्याप ब्याटल हो क्या, माथि गएर बस्छ। के चोदो मामु तेरा बहन के 14 महावीर बाबा। हिजोसम्म यो पानी कति खल्लो लाग्थ्यो, आज कति मिठो लागेको छ। सायद बुहारीको हातबाट भएर होला। छोरा अब चाहिँ तैँले पनि लाइन समात्नुपर्छ, बुझिस्? हुन्छ ल, यो हाइटेन्सनको लाइन समातौँ कि 3 पेजवाला लाइन? मेरो खराब पानी छ, मेरो खराब। मेरो त्यहाँ एउटा प्रेसिडेन्ट कार्यक्रममा जानु छ कि, तपाईँहरू बस्दै गर्नुहोस्, म आउँछु। मलाई खतरै कविता फुरिसक्यो, सुन्नु है त। अप्ठ्यारो बाटो नहिँड प्रिय, ठेस लागेर लडौली। धेरैजनासँग लभ गर्दै नहिँड प्रिय, ठेस लागेर मरौली। त्यो वाचन गर्नुभयो भने त सिधै फर्स्ट हुनुहुन्छ बरु। ऊ चाहिँ मेरो श्रीमती। नमस्ते मम्मी। ए भगवान, तपाईको उमेर चाहिँ कति हो? यत्रो बुढो छोरो रहेछ त। ए आमा हो, म बुढो सुडो होइन। यो त उमेर मिलाउने कोसिस मात्रै गरे हो। यो उपायले पनि तनाव मात्रै दिने रहेछ। होइन, छोरी कता हो? कति फोन गरिसकेँ मैले, फोनै उठाउँदिनन्। छोरीसँग त मेरो अहिले कन्ट्याक्टै छैन ससुराबा। अन्तै बुढी बोक्यौ के निर्मा। ल गाइस अर्कोचोटि नि अब मैले खाएको चाहिँ है र गएँ। ठुलो देख्छु आफैले त्यस्तो ट्यालेन्ट केटीसँग बिहे गरेपछि चाहिँ तेरो बाउले त्यो केटीसँग बोल्छ चाहिँ कसरी हो? अनि बुहारी नानी, तिम्रो घर चाहिँ कता अरे? यसो परिवारको बारेमा केही बताऊ न। So we have an extended family. There's actually 18 members in our family, and our family lives in Janakpur. Oh no. अब हाँस्दिन यार साँच्ची हो। And all of my uncle lives in different places. So one uncle lives in Janakpur, and another one lives in Nepalganj, and another lives in
Viratnagar. And my cousin's sister lives in Kosi Tapu. भनेपछि कोशी देखामा फुपू कोशी टप्पूमा अर्ना Why are you even laughing, father-in-law? अब ल भन्दा पनि मैले कृषि पढेर 3 चोटि फेल भएर छोडेको भरि माछा मासु डबका सबका केही चल्दैन साउनबारी रहेछु नि त मुन्नीका लागि व्रत बसिरहेको छु हेर्नु न भर्खरै मन्दिर पुगेर आएको म लागि पनि कटु पर्ने हरे चिन्न पनि सकिएन गाउँमा नयाँ हो कि कसो नयाँ त होइन पुरानै हो हामीलाई कहाँ चिन्नुहुन्थ्यो त हजुरले सिधै मन पराउँछु भन्न नसक्या हुनुपर्छ यहाँमा थोपडा होइन थोपडा बेलुन म फेरि सक्दिनँ यार लास्ट होइन थोरै हान्छ थोरै सानो हाँसु दिएँ नि त त्यही भएर सानो खोर्सानी खाइरहेको छु अस्ति भिडियो कलमा सानो टक म जिग्री मदन काले के काकाले तेरे बुढोलाई फोन गर्न त्यही भएर त फोन गरेको नि ठिक छ अहिले रिसौ पछि मेरो चोखो मायाको बारेमा थाहा पाउँछौ तपाईको प्रस्तुति चाहिँ कस्तो छ म त आगो बाल्दिनी हो आज फुटल जागिरमा जानु पर्दैन 2-4 पैसा भए पनि कमाइ हुन्छ जानुस् काममा अलिकति जाँगर देखाउनु न के बेबी तेरो यो खुइले तालु देखेपछि मलाई कहाँबाट आउँछ जाडो आज म तिमीलाई फुटलमा लङ ड्राइभ लिएर जान्छु फुटलबाट लडार त मार्ने कुन बेरबाट गुल्टाउने त खै धर्म तेरो यो यत्रो प्रगतिमा हाम्रो कुनै ईर्ष्या छैन यार हामी एकदम ह्याप्पी तेरो त लाइफै सेटल भयो नि 2-4 वर्षपछि श्रीमतीको वृद्धा भत्ता आइहाल्छ जहाँ बाहुनले हात हाल्छ त्यहाँ शङ्ख बजेरै छाड्छ आलुको बाछा शङ्ख आज यो घरबाट हामीलाई बिहेको निम्तो थियो बाबुले संसार छोडिहाले बाबु जानु सक्दैन मैले त एकछिन उपस्थिति जनाइदिनु पर्यो तपाईँहरूलाई पनि निम्तो छ हुन्छ
उसलाई पनि इन्ट्रेस्ट देउसीले लड्दै पर्दै देउसीले पक्का मलाई अगाडि हेर्न नि परेन किनकि यो भिडियो मलाई अगाडि नि थाहा भइसकेको थियो नहाँसौँ भन्दा नि हाँस्नु परिहाल्छ यार एउटा खोर्सानी साह्रै बिरोध के अरे माटो माटो चिप्लो बाटो लड्दै पर्दै आएको हामी कालहरू ससुराली जाने हो बालेको अन्डा खाने हो ससुर बालाई लिएर क्लब जाने हो पढाइ हान्छ क्या यसले म स्पिड बढाउँछु मुन्नी खै घरमा राखिरहेको ट्र्याक्टर कसले लग्यो भनेको छ तैँले यहाँ लिएर आएर ढुङ्गामा ठोकाएर पो राखिराखेको छस् मुन्नी तिमी पनि साथीहरू हेर अहिलेको खोर्सानीले अहिलेसम्म लागिरहेको छ मलाई बलु तिमीले मलाई भगाउँदा गुडाएको कि उडाएको दुइटै मेरो त गुडाउने उडाउने सक्थोक हुन्छ केही हुँदैन के यो त ढल्कन छ त कस्तो खालको मान्छे तँ यहाँबाट गइहाल्छस् कि तलबाट पुलिस बोला ए आमा हो पुलिस ए आपेहरू मबाट गल्ती भएको भए सजाय होस् नत्र भने यो फेसबुक टिकटकमा आएर हल्ला गर्ने काम नगर त तिमीहरू के हुन्छ अदालतले छुट्याउँछ यो हामीले छुट्याउने पक्ष होइन त्यसैको साथमा गइसकेको छु साथीहरू पुनः एकपटक हामी फेरि भेट्नेछौँ यस्तै रमाइलो फन भिडियोमा त्यसमा चाहिँ खतरनाक च्यालेन्ज हुन्छ यो खोर्सानी मात्रै होइन अझै त्योभन्दा नेक्स्ट लेभलको च्यालेन्ज हुन्छ यदि हजुरहरूले सब्सक्राइब गर्नुभएको छैन भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला र नजिकैको त्यो बेललाई पनि प्रेस गरी घन्टी टन्न बजाउनु होला तपाईँले बजाउनु त भएको थियो होला अस्ति चुनावमा त्यही पनि आज पनि फेरि बजाउनु पर्यो र साथै हजुरहरूलाई यो भिडियो मन परेको छ भने लाइक र मन परेको छैन भने डिसलाइक गर्न सक्नुहुनेछ हाम्रो त्यो केही आपत्तिजनक छैन ल त्यसैको साथ टाटा बाई बाई